हेलो साथीहरू, दोस्रो दिन भनेको हिजो त केही भिडियो बनाइएन। आज बिहानको सुरुको भिडियो बनाउँदैछौँ। यहाँ हेर्नु भ्यू पछाडि भनेको यसलाई भन्छ हाम्रो भाषामा कुहास, यताको भाषामा के भन्छ? कुहिरो रे। हुसो हो, कुहिरो कहाँ हो? हामी आइपुग्यो चिन्दे डाँडाको भ्यू टावर। यहाँ हाम्रो नारायण सर विशाललाई यहाँ हामी भ्यू चाहिँ उस्तै हो परिरहेछ। कुहिरो हाम्रो यहाँ ह्यान्डसम म्यान 112 किलो अहिलेको थाहा छैन। हामी जाँदैछौँ अब माथि टिकट। अब हामी यहाँ क्यारम बोर्ड खेल्न प्र्याक्टिस गर्ने केटाहरू टाइम पास घुम्न आएर क्यारम बोर्ड खेल्न यहाँ जो चिन्डे डाँडामा आउनु नि त, ल्याउनु फाइन हुन्छ है सुरुमा। छोएन बनाइ ल। छोएन। यहाँ हेरौँ साथीहरू, हामी आइपुगेका छौँ चिन्डे डाँडामा सबै साथीहरू। यहाँ हाइकिङ गर्ने मान्छे हिँडेर जाँदैछौँ, तर हामी यस्तो खत्तम मान्छे परेछौँ बाइक लिएर बन्द गरेर भने चिन्डे डाँडामा हाम्रो चिन्डे भाइ मोटु भाइ चिन्डे बहादुर कुन बहादुर यो भनेको लसुन हो। लसुन सुन बढी भएको छ। अनि उता के छ? उता उके हो? एल लसुन हो त। यहाँ पनि वाला हो। यहाँ 112 किलोको मान्छे यहाँ पनि छ। 112 पहिला लराइँदै जाऊ चिन्डे बहादुर खतरा। हामी पैदल मार्गमा याकथुङ मुन्दुम यक पैदल मार्ग पूजा थान जाने बाटोमा जाँदैछौँ। तर गाडीमा जाँदैछौँ त्यहाँसम्म, त्यसपछि पैदल मार्गमा हिँड्ने हो। म यस्तो खत्तम बाइकमा जाँदैछु, तर बाइकले अहिलेसम्म हामीलाई साथ दिएको छ। जय सुपर, जय हिरो, जय इन्डिया, जय नेपाल। यहाँ केटाहरू टेक्ने गर्दैछ। यो त ट्रेकिङको लागि हो। केटाहरू यहाँ मस्ती गर्दैछ। यहाँ हेर्नु रुखको ठेक्ने ढुङ्गा लिएर। यहाँ ढुङ्गाको कमी छैन। ऊ हेर्नु लागेन विशालजीको रुख घायल हुन्छ। आएको छ हाम्रो यहाँ नारायण सरले गर्दा एकजना घायल भयो भन्ने सूचना आएको छ। अर्कोले हानिसक्यो ठ्याक्क। अब हामी छिर्दैछौँ याकथुङ मुन्दुम यक पैदल मार्ग। आज हाम्रो ट्रेल, मेरो पहिलो हाइकिङ हो यो। सुनसरी जिल्लाको यो फर्स्ट हाइकिङ हाम्रो। यो सुनसरीमा घुमेको यो एडभेन्चर फर्स्ट टाइमै हो। मुखले सास फेर्नु अहिले। हामी छौँ अहिले ट्रेकिङमा। होइन हजुर, हामी भिडियो बनाउँदैछौँ। तलबाट हिँडेको हामी 15 मिनट भइसक्यो। हामी हिँडिरहेछौँ नन स्टप। हाम्रो सरहरू अगाडि छ। 40 मिनट तल बनाएको छ, हामी 15 मिनट हिँडिसक्यो। थाकेको छैन, पसिना मात्र आइरहेछ। यहाँ हेर्नु साथीहरू, मौसम कस्तो भएको छ। खुइसो लागेर हामी मुन्दुम याकथुङ यक जाँदैछौँ। यस्तो छ मौसम। ओके, हाम्रो विशाल सर ट्रेकिङमा छ। हाइकिङ ट्रेकिङ जे भन्छ
फाइकिङ फकिङ सकिङ जुचकिङ लौरिङ लौराको सुन जे पनि हाम्रो मौसम यस्तो छ दिउँसो लागिरहेछ ओहो हामी छौँ के छ याकथुङ मुखथुङ मुन्दुङ याक भिडियो भरे भाउजूलाई तपाईँले पठाइदिनु पर्यो ओहो हुन्छ हुन्छ पार्टी खाउला यहाँ बन्दरहरू ब्याग बोक्नलाई अगाडि पछाडि दौडिरहेछ हाम्रो ग्रुप यस्तो छ सब खाने ओन्ली चिकन फिकेन लोकल खाइँदैन ब्रोइलर खाएपछि कहाँ पावर आउँछ तर जो सस्तो हामी आइपुगे याकथुङ मुन्दुम यक उसको कति सेकेन्ड हो भाइ 30 सेकेन्ड 30 सेकेन्ड यस्तो रहेछ फर्स्ट टाइम मैले एउटा हाइकिङ एउटा सक्सेस गरेको छु जीवनको पहिलो हाइकिङ ट्रेकिङ हाम्रो विशालजी यहाँ खुसी भएर घन्टी बजाउँदै जय होस् हाम्रो मोटु सरले घन्टी बजाउँदै हाम्रो एउटा कुकुर आइसक्यो तिनीहरूको ग्याङमा थियो तलको ग्याङमा कुकुरहरूले के खान आयो यहाँ कहाँ भित्रै छिरो हेलो एभ्रिवान गुड मर्निङ हामी चाहिँ अहिले धरान उपमहानगरबाट वडा नम्बर 20 को माथिल्लो सुलीकोट भन्ने ठाउँमा छ यो ठाउँको नाम हो याङथुङ मुन्दुम याक याक सु नगर यस्तो ठाउँ रहेछ वान सोलो मोसल्ला One, two. One, two. Wow. Start. Go. हामी यस्तो ठाउँमा आएको छु विकटमा हेर्नु कस्तो बाटोमा आएको एकजनाको फेरि यहाँ हाम्रो विशालजी फोटो सुटको चक्करमा यहाँ तल कति खाल्सो छ भिडियो वालालाई उतै प्याल्दैला फेरि यहाँबाट झऱ्यो भने मरो मान्छेको भने के
यस्तो बाटोमा गइरहेछ साथीहरू यसलाई भन्छ हाइकिङको बुवा हाइकिङको बाउ मान्छे मार्ने हो होइन डेन्जर बाटो ल्याउँदैछ केटाहरूले भन्नु मेरो बिहे पनि हस्दैन हाइकिङको विवेकजी यो भिरको बाटो ल्याएर मार्न खोज्दैछ केटाहरूले भन्नु एकखेर गरिराख्नु अहिले हाम्रो बिहे पनि भएको छैन दुईटा बुङ्गै छौ अप्ठ्यारो पऱ्यो नि नारायणजीलाई पक्रिनु पर्छ है मेरो पक्कै यहाँ यस्तो बाटो छ आरामले जानु पर्यो नत्र बाटो लड्यो देखाउनु यता बिस्तारै उत्रिनु खत्तम छ बाटो बिस्तारै उत्रिनु यहाँ हाम्रो साथीहरू तल गइसक्यो यहाँ म पनि तल जाँदैछु कुकुर कस्तो स्पिडमा दौड्छ हामीलाई गाह्रो भइरहेछ ल भयो उतलाई 500 रुपियाँ उत चुचुरो खोज्नु घाँस वाला खानु नि त पानी हाल्नु त हो अर्को पनि तिमी छाउनु न गाली गर्छ ल केटाहरू आइ भन हेलो भन हाय पुचुक 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 लराइन दाइ हाय पुचुक पुचुक क्या हो त मस्ती गरेको पुचुक 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 यस्तो मेरो फलोवरबाट 10,000 पुर्याउनु छ नि त यता सर 10,000 हैन 1 मिलियन बन्नु हाल्दिनु न टाउकोमा के हाल्दिनु त्यो त्यसले त बल गरिहाल्छ नि एक्सट्रिम भले चाहिँ साथीको टाउकोमा राम मन्दिर छ नि एउटा त्यहाँ बस्ने छ कहिले राखेको ल्याउनु न भारी छ अहिले हो रोक्नु नि त्यहाँ कहाँ दुई बोलको खानेको अहिले धेर खाएर फेरि हिँड्न सकिएन भन्नुहुन्छ नाटक चाहिँ ब्याग चिन्टे डाँडा त यसको नाम पो राख्नु पर्ने रहेछ होइन चिन्टो डाँडा ए बोतल फाल्दिने अब त्यो बोतल बोक्नु नि अहिले फेरि चाहिँ पानी हो बाटोमा यसको के काम ठिक छ फाल्दियो त्यसो भए हाम्रो रम्पम डिउ बुढाले एक्सट्रिम खानु ब्यागमा एक्सट्रिम पनि छ चल्दैछ हाम्रो मस्तम फेरि चिसो गरे मस्त अब चिसो भयो अहिले गर्मी लागिरहेको थियो किन बनायो भनेको त उ त मार्नु भएको छ नि त किरा होइन खाइदिउँ यहाँ आउँदैछ साथीहरू यस्तो भिडमा जाँदैछ हाम्रो नारायण सर पनि छ आरामले हजुर आरामले चिप्लिन्छ मौसम खराब छ नारायणजी घुँडा खुल्काए पनि अर्को चाहिँ नखुल्काउनु बिहा पनि भएको ए अचम्मको कुरो नि यस्तो रहेछ मलाई थाहा थिएन यो पुरी पनि भाँचिदो रहेछ नि पडाको भाँचिदो त्यो पनि माथि राख्नु त्यसरी पानी राख्नु फेरि अपरेसन गर्नुपर्छ यहाँ साथीहरू पानी खाँदैछहरू हाम्रो विशालजी आउँदैछ यहाँ हाम्रो नेपाल क्रिकेट टिमको चर्चित खेलाडी नारायण घिमिरे पत्थर चर्किसकेको छ अब मान्छेहरूको भिड बढ्न थाल्यो यहाँ भर्खर बनेको ठाउँ हो यो राम्रो छ ठाउँ यस्तो हुसो आइरहेछ उतै यो याकथुङ मुन्धुङ यक
याकथुङ मुङदुम यक ल पर्खिनु जाऊ जाऊ आउँदैछ हाम्रो नआउने भयो नि त होइन आइहाल्छ यो 1 मिनेटको मात्रै हुन्छ नि त लु भयो 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 भाग्नु न भइसक्यो ए हल्लाको हल्ला छ मलाई भइसक्यो तल झर न तपाईँ जानु न जाँदै गर्नु न म रुकेर लिन्छु अनि राम्रो आउँछ नि त त्यो मुला बसिरहेको छ त्यो गन्ती ल टिकटकमा हाल्ने पछाडिबाट हेर नगर न त्यो पनि बिर्ता मोडको बसमा अब लेखा यतै थियो के को टेन्सन लगभग आधी बाटो त आइपुग्यो माथिदेखि लास्ट अब गेटतिर आइपुग्न लाग्यो नरुकिकन ननिष्ट भएको ल रेडी हामी आइपुग्यो अब ल नभए तिमी गर नि त ल तिमी देऊ न त डर लागेको यहाँ छलफल हुँदैछ फेरि माथि चढेर आउने र 3000 को तर कुरा मिलेन भने नि अब हामी तल जाँदैछौँ किनभने लानु त भन्नु पर्यो नि त फ्रीमा पैसा पाउँदा त जो पनि जान्छ नि हामी तल आइपुग्यो अब गेटदेखि मेरो पहिलो हाइकिङ ट्रेकिङ जे भन्नु साथीहरू सक्सेस हामी आइपुग्यो याकथुङ मुन्दुम यक पूजा गर्ने ट्रेकिङ पदयात्राबाट तल यहाँ खाजाहरू खाने ठाउँ छ रक्सी चिसो पानीपुरी सबै कुरा पाइन्छ ढलान बिचमा पर्छ यो यहाँ म पनि छु जय होस् हाम्रो यहाँ घिमिरे बाहुन सर यहाँ मोटका सर गाडीमा भर्खर किनेको सेकेन्ड ह्यान्ड बनाउनु भयो ल हेर्नु है तल धरानको भ्यू कस्तो दामी आउने रहेछ यहाँबाट निमित्त त्यही हुन्थ्यो हामी चाहिँ आज घुम्दै यहाँ माथि आछौँ चिन्ने डाँडा भन्दा माथि आछौँ आज चाहिँ हामी घुम्दै गर्दै याङथुङ फ्याङथुङ रातो कलरमा बसेको रहेछ होइन साह्रै राम्रो आउने त्यो घरमा बसेको रहेछ यतातिर होला हौ सर्दो खोला यही हो यो देखेको त्यहीतिर छ सर शिव जटा पनि यतै छ अनि बाल्नु भने त यसले बनाएको पनि भत्काइदिन्छ सरस्वती पार पनि फर्काइदिन्छ क्या त्यो मान्छे बस्दैन नि त्यो भत्काउँदैन त्यो त ओगाटेको आयो बिराटनाथ हरायो
देखियो दुर्बिनले पनि हेरिँदैन मान्छे टेलिस्कोप ल्याउनु पनि हेरिँदैन अगाडि कतिको घर आइहाल्छ रुकाइहाल्छ त्यो हेलो साथीहरू चिन्डे डाँडाबाट धरानको भ्यू हेर्नु यो तलको सर्दो खोला र उताको सेतो हेरिराख्नु भएको सतकोशी नदी यता जङ्गल तारकोसी झाडी अनि यता यो धरानको अगाडि चारकोसे झारी छौ र यो तल धरान र हामी यता छौँ यहाँ हाम्रो ओरिजिनल बाहुन हामी यता अरू छौँ अर्को डुप्लिकेट बाहुन बाहुनको पनि बाउ स्वर्ग उता माथि स्वर्ग देख्यो स्वर्ग माथि स्वर्ग हेर्ने हो हामी यस्तै हो